गाउन लागे मैले जनताले शान्तिको सास फेर्न पाउने कहिले पशुपतिले लुट कान्छा लुट भन्ने गीत गाए त्यो बेलामा सडकदेखि संसद नै हल्लाए भइगयो अब यस्ता कुरा खोल्नै हुँदैन यो नेपाल हो यहाँ भ्रष्टाचारको विरोधमा बोल्नै हुँदैन यहाँ भ्रष्टाचारको विरोधमा बोल्नै हुँदैन यहाँ भ्रष्टाचारको विरोधमा बोल्नै हुँदैन लाखौं रुपियाँ खर्च गर्यो क्याम्पस जानलाई बहिनी हाम्रो औकात हुन्न जागिर खानलाई आफ्नै मान्छे भएदेखि जागिर पाइँदो रहेछ यो देशमा त राम्रो होइन हाम्रो चाहिँदो रहेछ भइगयो अब यस्ता कुरा खोल्नै हुँदैन यो नेपाल हो यहाँ भ्रष्टाचारको विरोधमा बोल्नै हुँदैन यहाँ भ्रष्टाचारको विरोधमा बोल्नै हुँदैन यहाँ भ्रष्टाचारको विरोधमा बोल्नै हुँदैन घुसकै कुरा अघि आउँछ जुन क्षेत्रमा